गते लेकमा बाइक लगेर गएको कुरै छोड्दियो है। हिउँ यति परेको रहेछ, हिउँ यति परेको रहेछ है मा कसम के भन्ने हो। यति हिउँ परिहा गाइज होइन आमा यी पुरै हिउँ ल होइन यति यति जाडो छ, यति हिउँ परिहा होइन पुरै छोडिदेऊ के आमा। यत्रो जङ्गल घना जङ्गल छ, यत्रो जङ्गल छ पुरा जङ्गलमा हिउँ परिया हामी बाइकको यात्रा गरेर आएको होइन। बाइकको यात्रा नहुन सक्ने रहेछ कि बाइक लिएर आएको पुरा बाइक सकिएन। लास्टमा भिडियो नै हालिदिन्छु बाइक लिएर आजको भ्लगमै हाम्रो यति छ होइन। डाँडा घुम्नुपर्छ गाउँतिर आएपछि खतरा यी पुरा बाँसहरू जस्तै कतितिर बाँस भन्ने हाम्रोतिर निगाली हुन्छ होइन। खतरा देखिन्छ क्या ल एकछिन सिन पनि हेर्नुहोस् म देखाइदिन्छु। नाङसाल बाल्ने तेलैमा लोछर पर्व मेलैमा नाङसाल बाल्ने तेलैमा लोछर पर्व मेलैमा चोखोतिर दिलाइदेऊ कि पहिलो त पहिलो भेटैमा चोखो त पिर दिलाइदेऊ कि पहिलो त पहिलो भेटैमा मकवान पुरे मोठिटो आपको छोरो म जेठो घर जमा गर्ने पाउला ठुली लामाको वाङ ओ हेटौडाको गुम्बामा थाहा पाउला ठुली लामाको वाङ ज्यान ठुलीले त्यो मन लिएर हाम्रो जुम्लातिर ज्यान ठुलीले छेउका बोट बिरुवाहरू त्यसरी नै सञ्चालन गरिन्छ। यत्रो जङ्गलमा है घना जङ्गलमा ऊ हेर्नु 500 बुटा लिएर आउनु भयो। ल काका हाई गरिदिनुहोस् त। अब के छैन अब 500 किलोमिटर होला, अब 500 किलोमिटर मात्र होला अङ्कल। अब यस्तै छ ल हेर्नुहोस् यस्तो छ है जुम्लाको बाटो। यस्तै गर्नुपर्छ जुम्लामा बहुत दुःख छ ल।